So let us watch and listen. Okay? So welcome, sir. सर्वप्रथम त यहाँ पब्लिसिङमा पहिला पनि आएको थिएँ। इङ्ग्लिस होइन, मेरो यो नेपाली भाषा र म्युजिक, सिक्किमेज म्युजिक, अर्ग्यानिक बिनायो चरी भाषा नेपाली बुझ्नुहुन्छ नि सबै होइन? म नेपाली भन्छु, नेपाली बाजाहरू क्या नि, त्यसले गर्दा नेपाली सिक्किमे बाजा, यो चरी बाजा म अहिले बजाउँछु। यो पुङ बाजा पहिला मान्छे शङ्ख थिएन, शङ्ख नबजाउँदाखेरि 5000 पहिला यो बजाउँथ्यो यो बाजाले। यो जोगीको फेरि र यो लिफ, यो जस्तै यो चाहिँ मचुङ्गा, यो बजार सुनाउँछु तपाईँहरूलाई। र यो पत्ता, यो टुङ्ना बाजा र यो चाहिँ मुख बाजा र तपाईँहरूलाई म सुनाउँदैछु। र मेरो कार्यक्रम म थाल्छु। मेरो नाम बिबी सुब्बा, मेरो सहयोगी हुनुहुन्छ मेरै बुढी, कान्छी बुढी, नेपालीमा कान्छी बुढी भन्छ है, इङ्ग्लिसमा के भन्छ होइन? त्यसले गर्दा तपाईँहरूलाई यो चाहिँ यहाँ आउनु भएको थियो रहेछ नि त है? पहिला आउनु भएको छ। यहाँ आउनु हिजो हो कलाकार यो चाहिँ तपाईँहरूलाई नाकले मुरली बजाएर सुनाउँछु है तपाईँहरूलाई। ल नाकले मुरली पछि बजाइन्छ, नाकले मुरली मुखले चराचुरुङ्गी है। पहिला नाकले मेरो चाहिँ यो सिक्किमबाट बिबी सुब्बामा मात्रै एउटा, जस्तै हेर्नुहोस् नाकले It's only for the primary sections from class 1 to class 4. यो चाहिँ तपाईँलाई गुरुबाबु गुरुआमा स्कुलको नाममा तिरिरी मुरली बजायो भनेको थियो। यो मैले बजाएको थिएँ। अब तपाईँहरूको नाममा दर्पण छाया आउँछ, तपाईँहरूले दर्पण छाया बजाउँछु। ल हनाले जुरायो कि कस्तो लाग्यो तपाईँलाई? नाकले मुरली, नाकले के काम गर्छ? नाकले चाहिँ सुन्ने काम र सिँगान फेर्ने काम गर्छ होइन? र नाकले पनि बजाइँदो रहेछ होइन? र त्यसले गर्दा यो चाहिँ उहिलेको शङ्ख नहुँदाखेरि के नहुँदा गोरुको सिङ मरौ परौमा बजाउँथ्यो। मान्छे मरेपछि यसरी बजाउँथ्यो। पुङ्बा जस्तो पढाउँछ नि गुरुबाबु गुरुआमाले, यो यसरी ओम
स्वाहा ओम स्वाहा ओम स्वाहा ओम स्वाहा सबै स्वाहा भएर भयो हो स्वाहा। अनि झाँक्रीहरू पनि आउने हो। झाँक्रीले के भन्थ्यो हो एकले सिकारीले एउटा अन्डा बगालेले बाटा झाँक्री छैन बाइबलको जमाना होइन। एकले सिकारीले एउटा बगालेले बाटा जम्मा तेरेर बाहिरको बोक्रा देउतालाई भित्रको रानी कराईमा फराई 2 बजे रक्सी अनि खेच्छु बक्सी डुब अर्को के भन्दा कालो बोका रातो भएर ठुलो हो हरायो ढाँट काम गर्यो। धामी जागले ढाँटेर बिलिभ गरेन हरायो। अनि के आयो बाइबल आयो। बाइबल आएपछि कति राम्रो होइन। अनि जोगी पनि यसरी जोगीले ओम स्वाहा हो जोगी आयो बाहिर जोगी आयो हो जोगी आयो राति हे बुढाबुढी भित्र सुत्नु भगतको तरुनीहरू बाहिर निस्किनु ओम स्वाहा बाहिर निस्कियो चार्छु बान्नुपर्छ। जोगी पनि हरायो बाइबलकै जमाना आयो होइन। अनि त्यसले गर्दा कुकुर पनि चुच्यो भन्न आउँछ। नेपालीमा डाक्टर कुकुर इङ्ग्लिसमा डाक्टर मात्रै आउँछ। इङ्ग्लिसको जमाना बाइबलको जमाना इङ्ग्लिस चो खाले चो चो खाले चो 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 नेपालीमा डाक्टर रिसाउँछ। नेपाली डाक्टर रिसाउँछ। अनि इङ्ग्लिसमा डाक्यो भने बाइबलको जमाना इङ्ग्लिसमा डाक्यो भने डान्स गर्न आउँछ। हेलो पिङ्की 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 टनी टनी डेभिड वान प्लिज चिकन टेकिट हेलो बाइबलको जमाना होइन। अनि नानीलाई पनि इङ्ग्लिसमा डाक्यो भने के हुन्छ इङ्ग्लिसमा आउँछ नानीहरू सबै आउँछ यता आइजानु बाइबलको जमाना। यो चाहिँ चोरी बाजा यो चाहिँ वनजङ्गल नमार्नु चोराचोरी नमार्नु यो चाहिँ सबै जङ्गलहरू मासेर जान्छ। पछि चराहरू कस्तो छ अहिले यहाँ नाम्चीको चराहरू कस्तो छ कल्चुरा तपाईँले के भन्छ नेपालीमा बिहानै उठ्नुहोस् होमवर्क राम्रो गर्नुहोस् गुरुबाबु गुरुआमाले होमवर्क दिएको राम्रो पढेर स्कुलमा होमवर्क राम्रो जानुहोस् सुतिरहेको यति छेडेर जान्छ होइन कल्चुरा होइन। अनि यत्रो चरा चिचिङगुडी चरा छ तपाईँहरू एसेम्ब्लीमा ढिलो आउँछ। एसेम्ब्लीमा ढिलो आउने के भन्छ एसेम्ब्लीमा छिटो समय बित्यो त्यो आएर लुक्यो हो चोराले अनि ढिलो आउँछ एसेम्ब्लीमा अनि त्यसलाई चराले माथि देख्छ। अनि यत्रो 5-7 चरा छ यत्रो रातो छ यहाँनिर त्यो 5-7 चराले सन्देश दिन्छ। गाँजा सिगरेट ट्याप खाएर के नापिस भन्दैछ गाँजा सिगरेट पनि नखानु हो। गाँजा सिगरेट खायो खाइने खायो 5 छ त्यो चाहिँ है। अनि भोटिनी चरा यत्रो छ नाम्चीमा यहाँ यत्रो जाँडाक्सी खाने पगलेर पिट गर्छ र जाँडाक्सी पनि हामी खानु हुँदैन। बाबा आमाले जाँडाक्सी
एक बोतल लिएर आएछ 2 बोतल लिएर आएछ भन्छ नजानु नजानु जान सिकिनु नजानु रम बियर किन्नु नजानु आज सुन्छ आज उफ गर्छ भोलि बिगारी खान्छ पछि पुरै आज स्कुल आउँछ अनि त्यसले गर्दा चरा सुन्नुभयो यो चरीबाज सुन्नुभयो अब चराले के भन्यो Don't talk, eh? सुन्नुभयो चराले के भन्यो अब गुरुबाबु गुरुआमाले सोध्छ है भनेपछि अनि डक्टर इन्जिनियर राष्ट्रपति प्रधानमन्त्री पढाउने को हुन्छ इन्जिनियर डक्टर संसार देखाउने को हुन्छ यस भेरी गुड ईश्वर उनीहरू हो भगवानहरू ईश्वर परमेश्वर उनीहरू टिचरले भनेको मानेन नै कुकुरलाई हलाक हुन्छ कुकुरले कसो गर्छ च्याउ टिचरले भनेको कुरा नसुने एकै मान्छे फेल भएछ कुकुर हो यसरी टिचरले भनेको मान्नुपर्छ अनि कुकुर अचम्म छ अब मेरो साथीहरू अच्छा साथी हेर्नुहोस् अहिले कस्तो त्यो कुकुर कसो छ कुकुरले चाहिँ कुकुर रोएको देख्नु भएको छ तपाईँले इङ्ग्लिसमा रुन्छ कुकुर एक डाँडा दिनुहोस् त कुकुर कसरी हुन्छ यसरी कुकुरहरू अर्ग्यानिक हो सिक्किमको भने अर्ग्यानिक काग आउँछ कुकुर आउँछ कुकुर चाहिँ इङ्ग्लिसमा हुन्छ नेपाली पढ्ने गाउँको कुकुरले चाहिँ माया प्रेम लाउँछ साथीभाइ छुट्छ गाउँको कुकुरले चाहिँ नेपालीमा गीत गाउँछ अनि नाम चाहिँ जस्तै बजारको यहाँ सहरको कसो हुन्छ इङ्ग्लिसमा गीत गाउँछ सहरको पारिपट्टिमा हुन्छ हाउ आर यु भर्खरको गीतहरू यता छ सेम टु यु हो बाँदर सिकाइन्छ दाउदले बजाएर परमेश्वरले खुसी बनाएको हो बुझ्यो दाउदले बजाएर परमेश्वर खुसी बनाएको कसरी बिनायो बाजा यो के हो बिनायो यस बिनायोबाट हार्मोनी भयो हार्मोनीबाट क्यासियोबाट अहिले आमामा अहिले कस्तो म्युजिकहरू कस्तो छ यो सबसेभन्दा पहिला परमेश्वर उत्पत्ति हुँदा परमेश्वरको जमानामा यो बिनायो थियो यो चरीबाजा बिनायो अब मचुङ्गा यो मचुङ्गा है हरेक फिल्ममा मैले बजाएको छु मैले बजाएको छु यो
कस्तो लाग्यो मचिङ्गा माउथ गिटार यो चाहिँ माउथ गिटार यो माउथ गिटार यो चाहिँ माउथ बाजा बच्चे बाजा यो हो भोटेको घ्याङसिङ लगाइदिउँला भोटेको घ्याङसिङ भोटी नभन भोटेको घ्याङसिङ लगाइदेऊला भोटेको घ्याङसिङ लगाइदेला है भोटी नभन्नु भन्ने त्यसले गर्दा हेर्नुहोस् सुन्नुभयो यो चाहिँ सबैजनाले गीत मलाई साउनु र आज तपाईँले हाम्रो इन्जोय गर्नु एकदम राम्रो ज्ञान माइन्ड वास गर्नुको लागि हाम्रो फादरले दिनुभएको छ हामीले होइन यस्तो मौका हामीले पाएको छ र यो पनि एउटा अध्ययनै हो यो शिक्षा नै हो यो मैले सेन्ट फ्रान्समा मैले यसरी सबैजनाले खुसी गरेर राम्रो सोध्यो र तपाईँले रेसाम फेरि तपाईँले आउँछ ताली मिलाएर है बाबा एकदम राम्रै गाउने ल अब यो केटाले गाएको केटीले गाउनु पर्यो कसरी उहिलेको गीत केटीले गाउनु पर्यो केटाको मैले होइन एकनाले बन्दुक दुईनाले बन्दुक मिराले ताकेको होइन मायाले डाकेको हो केटीले गाउनु पर्यो गीत कोही डान्स गर्ने छ डान्स गर्ने रेशम फिल्ममा ल है
साइडमा ल